हेलो गुड आफ्टरनुन एभ्रिवान। स्वागत तपाईँ सबैलाई मेरो लन्चको भिडियोमा। अनि हिजो चाहिँ मेरो छोराको बर्थडे थियो अनि बर्थडेमा त खालि केक मात्रै काटेँ, हामी त्यस्तो कुनै स्पेसल उयो गरिनँ है, सेलिब्रेसन गरिनँ। अनि आज चाहिँ उसको बर्थडेको लागि चाहिँ उसको आमाले के बनाइदिएको छ भनेर चाहिँ तपाईँलाई म देखाउन गइरहेको छु। हेर्दै गर्नुहोस् होला के छ भनेर। यो चाहिँ मेरो घरबाट भिडियो है, आज चाहिँ है घर आएको छु म है। अनि यो भयो तपाईँको सबसे सर्वप्रथम आयो तपाईँको पहिला पलाउ देख्न सक्नुहुन्छ, पलाउ भइहाल्यो हो। अनि अर्को आइटम के छ भनेपछि चाहिँ यो भयो तपाईँको मटरको चटनी, सलुवा स्टाइलको मटरको अचार है, देख्न सक्नुहुन्छ हो, हाम्रो चाहिँ फेभरेटै है। अनि अर्को तपाईँलाई थाहा पाइहाल्नु भयो होला, मेरो छुट्टाउनु नहुने अमिलो दही, यो चाहिँ म खान्छु हो। अनि अर्को आइटम के छ त भनेपछि चाहिँ यो चाहिँ जातेको भुटुवा जस्तै हो। हामी चाहिँ जातिको चाहिँ ल्याउँदिनँ क्या, के अरे कलेजो ल्याउँदिनँ, ओन्ली भुटुवा मात्रै लिएर आउँछु, के अरे जाति मात्रै लिएर आउँछु, त्यसकै भुटुवा बनाउँछु हामी चाहिँ है। अनि यो भयो तपाईँको सुँगुरको फ्राई मिट है, देख्न सक्नुहुन्छ, सुँगुरको फ्राई मिट भइहाल्यो साथी हो है। अनि मासुमा त के छ भनेपछि यो चाहिँ ब्रोइलरको मासु हो। अनि ब्रोइलरको मासु आलु हालेर बनाएको छ, तपाईँलाई थाहा छ होला म ब्रोइलरको मासु चाहिँ खाँदिनँ। तर आज चाहिँ कुन चाहिँ पिस चाख्छु भन्दाखेरि चाहिँ यो एउटा योवाला खान्छु, यी घोडाको मासु हो, अलिक चिप्लो चिप्लो हुन्छ नि त है। अनि त्यही चाहिँ साथी हो, कुखुराको मासु भइहाल्यो, ब्रोइलरको मासु, यो सुँगुरको फ्राई मिट है, अनि यो झातेको भुटुवा, अनि यो भयो तपाईँको दही, अमिलो दही, मटरको चटनी र पलाउ। ल साथी हो, अब ग्ल्याम खाएर एकछिन रेस्ट गर्छु, बेलुका फेरि कामले निस्किनुपर्छ मलाई। ल साथी, बाइ बाइ एभ्रिवान।